के तपाईको पनि सपना यस्तै उडिरहेको छ वा यी भिडभाड सहरहरूमा हराएको छ? सानो यो कोठा ठुला सपना बोकेको आज पनि म बिहान छिटै उठे, उठ्न साथ एक्सर्साइजहरू गरे, स्ट्रेचिङहरू गरे, फेरि म पढ्नको लागि बसेँ किनभने मेरो सपना नै यही हो। नपढे पनि नहुने, पढ्नै पर्यो। अनि मेरो रिभिजनहरू पनि मैले गरेँ। पढ्ने क्रममा मैले जुलोजी, म्याथ, बोटनी अनि इङ्ग्लिसहरू पढ्न थालेँ। नोट्सहरू बनाएँ ताकि पछि रिभिजन गर्नको लागि चाहिँ सजिलो होस्। म जब यी फोटोहरू हेर्छु, भिडियोहरू हेर्छु तब मलाई रमाइलो लाग्छ। मनमा छुट्टै इनर्जी पाएको जस्तो मैले महसुस गर्छु अनि मैले यसरी चाहिँ यी फोटोहरू, भिडियोहरू चाहिँ बनाउने गर्छु। साँच्ची तपाईहरूलाई त्यहाँ नि मैले बाचा गरेको थिएँ नि, मैले सिकेको कुरा तपाईँलाई सिकाउँछु भनेर। डे फर्स्टमा मैले सिकेको कुरा म तपाईँलाई बताउँछु है त। अनि डे फर्स्टको दिनमा चाहिँ सरले मलाई सोध्नु भएको थियो, तिमीलाई हात राख्न आउँछ? अनि मैले भने मलाई आउँछ। अनि सरले भन्नुभयो, तिम्रो हात त भद्रको छ त। एकछिन आफूलाई लज्जित फिल गरेँ, तर केही छैन, म सिक्ने क्रममा छु। यो चाहिँ मेरो फर्स्ट पियानो क्लास हो। मैले के सिकेँ भनेर तपाईँहरूलाई देखाएको। म अन्तर्मुखी हो, तर अब अभिव्यक्तिको बाटो भिडियो हो। तपाईँ जस्ता धेरैहरू जसले आफूलाई लुकाइराख्नु भएको छ, म तपाईँको कथा पनि भन्न चाहन्छु। हामी सबैसँग आफ्नै कथा छ। म सानो प्रयास गरिँदैछु आफ्नो आवाज दिन। पढाइ, सङ्गीत, प्रकृति, प्रेरणा यी सबै मेरा यात्रा हुन्। मैले यो यात्रा सुरु गरेको छु र मलाई थाहा छ कि यो केवल सुरुवात हो। हामी सबैका सपना छन् र हामीलाई आफ्नो कडा परिश्रम र समर्पणमा विश्वास गर्नुपर्छ। त्यसैले तपाईँलाई सानो कोठा ठुलो सपनाको यात्रा मन पर्यो भने कृपया लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्सक्राइब गर्न नभुल्नुहोस्। तपाईँको मनमा लुकेको सपना के हो कमेन्टमा लेख्नुहोस्, म पढ्न चाहन्छु। सपना नछाडौ, यात्रा जारी राखौ।